ओके गाइस, आज चाहिँ पानी बनाउन जाँदैछु। दिनभरि हत्तु भयो। हँसिया बोकेर मेरो चाहिँ एक दुईवटा सामान बोकेर हिँड्नुपर्ने थियो। काँटा, एक्जाम्पलहरू यहाँ माथि आपानामा यहाँ माथि आइपुगिसकेको छ। पानी 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 बनाउनु लाग्यो रे। पानी अब एक दुई महिना त एकदमै साह्रो पर्ने भयो गाइस। पछि जाँदाखेरि चाहिँ कहाँ बिहा भएर जान्छु पहिला चाहिँ पानीको सोर्स कहाँबाट ल्याउँदैछ कतिको पानी प्रशस्ति छ त्यो सोध्नु पऱ्यो। यहाँ हाम्रो जग्गामा चाहिँ पानीको एकदमै दुःख भयो अन्त यहाँ तपाईँलाई देखाउनु चाहिँ कस्तो बिजुको पानी खाँदैछ भनेर। पानी बनाएपछि यसरी भिर पराहरू कुट्नुपर्छ गाइस। अब 2 महिना साह्रो पर्यो। त्यहाँदेखि त पानीमै डुबेर बस्छु भन्दा पनि हुन्छ गाइस। उकालो भने त आउँदैन नि। ढुङ्गा उचाल्नु ए बाँस तान्नु खै। पर्ने चाहिँ सानो भयो सकेट उयो रहेछ त पाइप पाइपले बाँस उयो सकेटहरू ठिकै रहेछ। मेरो चाहिँ बारी बोकेर फर्किँदै गरेको अवस्था।